गाइला के भयो निकै टेन्सन छ भलाइस कहाँ खाने दाजु मलाई त दिनमा एकजना कोरोना काट्छमा खानै रुच्दैन अनि दाजु तपाईँले भात खानुभयो त आइयो दाजु दाँतको टे राख्नु भएको छ किरा लाग्यो के हो केका किराले खानु खसीको मासु र भात खायो त्यही भएर कोट्या नि गरिब ओहो के भयो दाजु एक्कासी पेट दुखो भात खाने बित्तिकै अब के गर्नु आज मैले एकजनाको कुरा काट्न पाएन के त्यही भएर पछेन क्या मलाई पनि हामी दुई एउटै ग्याङको भयो नि त होइन म पाइखाना गराएको छु ल एक्कासी ठिक भयो त कोही आयो कि कुरा काट्न मिल्ने मान्छे आयो क्या हो काका दर्शन के छ काका खबर हाम्रो त किसिम छ नि तेरो जस्तो हलेर हिँड्ने जिन्दगी हो र अनि के धेरै बजी गाउँ आइछस् किन हो बिहे गर्न आएको तेरो नि बिहाउने भयो होइन बहिनीको तल कसैले पत्याउनु नि पर्यो नि अनि केटो चाहिँ कहाँको हो नि ज्वाइँ त काठमाडौँको पाइलट हुनुहुन्छ छ्या 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 छ्या, पाइलट आकाशमा हिँडेको भरभर हुन्छ बाबु कतिखेर थाहै छैन बडो पारिएको मेरो वालालाई बिहा भए कति राम्रो हुन्थ्यो अब तैँले बुद्धि बिगारिहालिस् अनि तै पनि ठिकै छ अनि के छ भोजसोजको व्यवस्था के गर्छस् मैले उतै काठमाडौँबाट क्याटरिङ मगाएको छु के भन्दा किसिमै त हामी बनाइदिन्थ्यौ नि त्यही त अनि नाचगान व्यवस्था के छ आजभोलि हामी गाउँमा त पुरै रेप गीतमा नाच्छौँ बाबु रेप अनि के काका ऱ्याप गीत भन न जेसुकै भए पनि स्पिकर चाहिँ कस्तो छ यही त हो नि एउटा नाथे चाउचोको बाक्सा अत्र स्पिकर ल्याएर तीन गाउँको मान्छे नचाउन सक्छस् त स्पिकर पावर पुग्छ हेतिर काका अल्टीमा हो नि त अल्टीमा अल्टीमा तीन गाउँको मान्छे 1500 हुन्छ कम्तीमा के काका 1500 होइन के 3000 मान्छे नचाउनु पुग्छ स्पिकरले 110 वाट पिक आरएमएस आउटपुट भएको यो थन्डर स्पिकर एकैचोटि 100 वटासम्म कनेक्ट गर्न मिल्छ र अर्को गजबको कुरा के छ भने तपाईँहरूले ट्राभल गर्दाखेरि यसलाई पावर ब्याङ्क रूपमा पनि फोन चार्ज गर्न सक्नुहुन्छ कुरा बुझ्नु भयो नि बुझ्यो बुझ्यो ल बेमा आउनु है चुलिने नि त तपाईँहरूलाई ए खान्छ के अल्टिमाको थन्डर स्पिकर रे सुन्न न भने यसको बहिनीको बेमा जानु पर्यो अहिले मतलब कस्तो खुल्दुल लागिसक्यो यसरी बजा भन्नु